भाइको छोरी भाइ घरमा जानु भनेर आउँदैछ। जाने 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 हजुर अब खै भन्नु पर्दाखेरि नि त पहिला हेरी त अहिले त बडाबाउ पनि धेरै सुखमै बसिरहेछ है। हजुर छ दिदी छ अन्त भाइ छ। भाइ त अब स्कुल गइहाल्नुहुन्थ्यो। दिदी र म बस्दाखेरि चाहिँ बडाबाउ यहाँबाट लग्यो भने नि मान्छ है, अन्त बस्नुहुन्छ। अहिले त अब दिदी पनि टाढो साम्ची पुगेको छ अनि म पनि अब भर्खर सेटल हुँदैछु यतै गाउँमै आएर। अन्त अब बडाबाउले लैजाउँ भन्दा पनि अब यहीँ बसेर नि धेरै साल भयो। अब जानु पनि मान्नुहुन्न होला। अन्त अब पछाडि अब बडाबाउ केही भयो अरे भने त अब हामी यतै आउनुपर्छ है। त्यो भएर अब बाँचिन्जेली त अब यही बस्नुहोस्। अब उहाँलाई जानु पनि मन छैन है। अन्त अब पछाडि केही तलमाथि भयो भने त अब हामीले नै जिम्मा दिनुपर्छ। अब हाम्रै हजुर हजुर हाम्रै हुन्छ हो। हजुर हजुर आफै गर्नु पऱ्यो नि यहाँबाट। देवा तल लाँदाखेरि अब घरमा बस्नु मान्दैन। अब नानीहरू स्कुल लागेपछि हामी कहीँ जानै पाउँदैन। त्यो भएर चाहिँ बडाबाउलाई भेटिराख्नु पऱ्यो। धेरै साल पनि पो भयो नआएर भनेर चाहिँ हिँडेको नि त। मेरो माथि घरमा जाने मसँग त जाने भन्छ नि त, तर अब तल भाइको मेरो बाबुमा गएर बस्नु पापाको घरमा जाने तल ल जाने जान्दैन।